हेलो गाइज नमस्ते। म कल्याण कुमार आज पनि फेरि धेरै दिनपछि नयाँ भ्लगको साथमा तपाईँहरूको सामु आइसकेको छु। अहिले चाहिँ म पोखराबाट ट्याक्क लमजुङ जाँदैछु होइन। आज भ्लग गरौँ जस्तो चाहिँ भएको थियो मलाई, तर उतैबाट स्टार्टिङमा चाहिँ वहीँबाट चाहिँ गरिन कि बाटोमा आएर चाहिँ के मुड चल्यो भने आजको दिन चाहिँ बवाल भयो होइन। वेदरहरू नि बवाल छ नि, त्यही बवाल देखिरहेको, त्यही भएर भ्लग गरौँ भए चाहिँ भ्लग गरेँ यहाँ आएर चाहिँ। सो त्यही हो। अब म यहाँबाट जाँदै फेरि बाटोको क्लिपहरू चाहिँ हाल्छु, सबै चाहिँ हाल्दिनँ थोरै लगेडा हो। अब चाहिँ म ठ्याक्क यहाँबाट हिँड्छु होइन। अब बाटोमा जहाँ जे देख्छु त्यही क्लिप गर्दै हाल्दै गर्छु। अब चलाउँदै त म गर्न सक्दिनँ किनकि गोब्रोहरू पनि छैन। अब फेरि स्कुटर चलाउँदै ट्याक्क लगाएर फेरि त्यो एउटा हातले गर्ने मेसो पनि पाउँदिनँ क्या मैले। त्यही माथि माइक छैन, अलिकति इको बढी आउँछ। त्यही भएर बिस्तारै जान्छु, जहाँ बस्छु वहीँ भिडियो बनाउँदै ट्याक्क हालिहाल्छु नि होइन। अब चाहिँ म यहाँबाट निस्किन्छु, त्यही हो। अब जहाँ हुन्छ फेरि बाटोमा तलबाट भेट्नुला नि है। ठ्याक्क म चाहिँ अहिले सक्रबासमा छु होइन। यो ठ्याक्कै यो बेगनास्थल हुँदै जाने बाटो यो चाहिँ। अहिले सक्रबासको डाँडोमा छु। अब यहाँ सर म जान्छु यता एउटा कर्पुटार निस्केर होइन। आजको दिन चाहिँ बवालै छ कि बवालै, केही नगरौँ न। त्यही भएर आज चाहिँ जोस आयो कि मतलब एउटा थोरै मिठो भ्लग हालिदिउँ भनेर लगेडा हो। लगेडा हो। म चाहिँ ठ्याक्कै फाल्टै हुँदा आइपुगेँ। अब लगभग कर्पुटारहरू यहाँ आइपुग्नु आयो। तिमीहरूलाई चाहिँ म ठ्याक्क कहाँबाट देख्ने ठाउँहरू देखाउँछु, स्वर्ग देखाउँछु है। लगेर आयो त स्वर्ग रागडा स्वर्ग। यो अगाडि देखेको चाहिँ कर्पुटार, पछाडि देखेको चाहिँ भोले टाढो है केटा हो, देखिन्छ कि होइन। तल चाहिँ खेद्रपय भइरहेको। यो मात्रै होइन कि तिमीहरूलाई अर्को दामी ठाउँ देखाउँछु कि दामी। के देखाउँछु भने फेरि देखाउँछु घर हो ठाउँ चाहिँ। अर्को गाउँ हेर न, गाउँ दामी छ होइन। मिलेर बसेको यो अन्त स्वर्ग भनेको हो। तिमीलाई चाहिँ म यहाँको चाहिँ ट्याक्क एउटा सिनेमेटिक है त सिनेमेटिक देखाउँछु। ट्याक्कै यो गङ्गटे भन्ने ठाउँमा आइपुग्यो होइन। यो गङ्गटे भन्ने ठाउँ हो। अब यस्तो हो कि यसरी भिडियो बनाउनु त मन छैन। चाहिँ बोलीभन्दा बढी इको आउँछ क्या, पछाडिको साउन्ड आउँछ नि, यो साधनहरू चलाएको घ्या गर्छ नि। म बोलेको त प्रष्ट सुन्दैन नि त, तर के नत्र त यसरी मैले डक्कालाई फेरि यहाँको यो बाटोहरू देखाउँदै जान्थेँ नि। यस्तो बाटोहरू चाहिँ बवालै हो कि बवाल। भित्री बाटो भयो भने होइन, सर्टकट पनि भयो, लम्बिङ जानको लागि सर्टकट पनि भयो नि त। सर्टकट पनि भयो, बाटो पनि बवालै छ क्या। ठाउँहरू पनि यस्तो दामी छ। ठाउँ भन्दा पनि यहाँको वातावरण ठाउँ चाहिँ भने नि अब एउटा यो मुची नाइसी अब पूजा हो तिमीहरू आफैले बाटो चाहिँ सर्ट मिलेको छ होइन। अब त्यो बोली त प्रष्ट सुने होइन होला क्या तिमीहरूले होइन। अब नसुने नि चित्तै बुझाएर बस्छ है केटा हो। अब यस्तै हो प्रोफेसनल भ्लगर परिएन। मैले माइक छैन, गोप्रो छैन, एउटा हातले चलाइए अर्को हातले मोबाइल समाइए। तनाव छ नि यहाँ, तनाव छ। जे भयो चित्त बुझाउनु पऱ्यो है। अब जे होस् तिमीहरूलाई म चाहिँ ट्याक्क कास्की र लमजुङको सिमानामा गएर देखाउँछु। कस्तो धन्यवाद। बाटो फेरि यस्तो छ कि कहीँ त फेरि कचडा खान्छ, सबै राम्रो त कहाँ हुन्छ त नि। अहिले त कचडा त भइहाल्छ नि, त्यही हो।
तल अब चाहिँ तलै गएर भेटौँला है त। खासमा चाहिँ म तिमीहरूलाई लम्बुङ र काशीको सिमानामा गएर देखाउँछु भनेको होइन, तर त्यहाँभन्दा माथि नै रोकेँ कि मैले। यसरी दामी देखेको ठाउँहरू होइन, त्यही भएर हामीहरू देखाउन आउँदै चाहिँ म ट्याक्क माथि रोकेँ। हामीहरू देखिन्छ कर्पुट आएर हाम्रो त्यो लमजुङ जाने बाटो चाहिँ ठ्याक्कै देखिन्छ क्या यहाँबाट भोलेटारबाट। अब यति बेला ठ्याक्क असारको सिजन चल्यो नि त, म पनि मायाले पोखरबाट त्यही कोदाल हान्न जान लाग्यो लमजुङ चाहिँ। अब ठ्याक्क अब साउन्डसँग मजाले काम गरिन्छ यो। अब केटा हो यहाँबाटदेखि भ्यू चाहिँ चट्ट हेरौँ अनि हिँडिहालौँ है, यहाँबाट बस्किहालौँ। अब त्यो अघि माथिबाट देखेको कर्पुटार चाहिँ यो हो होइन, यो भइहाल्यो, अलिक क्लियर राखेन क्या। अनि माथिको भोलेटार भयो। अनि म जाने चाहिँ म लमजुङ जाने चाहिँ फेरि ट्याक्कै भित्रभित्र हो कि, त्यो देखाएँ नि टाढै बादल हो, त्यसको पछाडि हो क्या लमजुङ जाने चाहिँ। क्लियर देखेन कि म चाहिँ। ल त्यो हो यहाँबाट देख्ने भ्यू देखिहाल्यो होइन। अब चाहिँ म चाहिँ यहाँबाट निस्किन्छु। अब त्यहाँ गएर पुलमा गएर एकछिन भेटौँ ल। अनि त्यहाँदेखि म चाहिँ सरासर कहाँ लाग्छु भन्दा लमजुङ लाग्छु, जहाँ जहाँ बस्छु वहीँ खिच्दै देखाएछु। म चाहिँ फेरि बिर्सेलो नि केटा, तिमीहरू बानी खराब छ कि तिमीहरूको। ट्याक्क म चाहिँ अलिकति भिडियो अब सबै सामु त नबुल्ला, जसले हेरे ट्याक्क अब सब्सक्राइब नगर्नेहरू त ट्याक्क सब्सक्राइब गर्ने, लाइक गर्ने। यसो सब्सक्राइब गऱ्यो भने दाइ पनि भोलि के थाहा खत्रै हुन्छ कि होइन। तिमीहरूले माया देखाएको मलाई पनि ट्याक्क दामी दामी भिडियो हाल्नु मन लाग्छ, यसो देखाउनु मन लाग्छ होइन। मैले सब्सक्राइब छैन, मैले के हो भन्ने जस्तो हुन्छ। अनि त्यही हो क्या लगेर है, माया देखाइदिउँ, त्यही हो। कर्पुटार हो यो चाहिँ, कर्पुटार हो यो। कर्पुटार ए कालीढुङ्गा अरे, कालीढुङ्गा कास्की अरे चाहिँ ट्याक्कै चाहिँ कालीढुङ्गा कास्की भइसक्यो। अब चाहिँ ट्याक्कै के भन्दाखेरि चाहिँ हामी अब यहाँबाट चाहिँ ट्याक्कै सिमाना छुट्यो क्या। अब चाहिँ ट्याक्कै यहाँबाट चाहिँ त्यो अगाडिदेखि आयो नि हो त्यो पुल, उतापट्टि चाहिँ ट्याक्क लमजुङ, यो चाहिँ ठ्याक्क कास्की हो। ठ्याक्क म लमजुङ र कास्कीको बिचमा छु क्या। यो सिमाना चाहिँ ठ्याक्क यो खोलाले छुट्याउँछ है, खोलाले ट्याक्क छुट्याउँछ। यहाँबाट चाहिँ ठ्याक्क म लमजुङ प्रस्थान हुँदैछ क्या, कास्की छोडेर बडा ट्याक्क रोक्दिनँ, म रोक्न चाहिँ जान्छु सरर। यो चाहिँ ट्याक्कै कर्पुटार हो। यसमा हेर्नुलाई त अझै ट्याक्क अहिले भोलेटार आइपुग्यो है, भोलेटार आइपुग्यो। ट्याक्क यहाँ दुईवटा बच्चाहरू देखेर हो, ट्याक्क भोलेटार बजार हो। अब बजार आइपुग्नलाई, बजार त आइपुग्न लाग्यो, ठ्याक्क आइ चाहिँ पुगेन है। अगाडि हो बजार चाहिँ, केही सुन्दैन होला आवाज त, यो गाडीको आवाज धेरै आयो कि। यस्तो छ है यहाँको ठाउँ चाहिँ। ए यो खासै देखाएन है, ठाउँ चाहिँ माथिबाट भएको अच्छा देखिन्थ्यो, तल रोडबाट त त्यस्तै हो। अब यहाँ धेरै बोल्दिनँ म, यति धेरै बोल्दैन अनि भ्लग पनि आएर राम्रो हुन्छ क्या। जेसिबीले गर्दा आवाजै सुनेको छैन होला होइन। अब त्यही हो बिस्तारै अब जङ्गल, फेरि जङ्गलतिर छिर्छु, ऊ भित्र जाने हो त्यो जङ्गल। अब त्यही बाटोमा गएर भेटौँला। यस्तो अब यसीबाट त इन्डिङमा आएपछि चाहिँ ट्याक्क लमजुङ जाने र अर्को फेरि कहाँ जाने बाटो चाहिँ ट्याक्क यहाँबाट चाहिँ ट्याक्क बेसर जाने भुइँटाबाट। यताबाट चाहिँ खोइ कहाँ हो बाटो नि, यताबाट नि दामी छ है। यहाँबाट चाहिँ लगभग सुई गयो भने चाहिँ
बाइक गर्छ आधी घन्टा पुग्छ हामी स्कुटरहरूलाई चाहिँ लगभग 45 मिनट 1 घन्टा लाग्ला बिस्तारै आनन्ददायी भयो भने बाटो चाहिँ मक्खर रहेछ। अब यहाँ अलिकति अगाडि यो त्यहाँ पुल बनाउनु ला नि त खोलामा त्यहाँनिर चाहिँ अलिकति अलिकति नराम्रो मतलब खोला छ फेरि बर्खामा त के हो कि यहाँको बाटो मतलब तरै सकिँदैन नि त बाइकहरूमा त एकदम झ्या हुन्छ बर्खामा त ठुलो खोला आइदियो भने त तरै सकिँदैन खोलामा। अहिले म देखाउँछु त्यो खोला पनि अगाडि हो तर्नै सकिँदैन क्या खोलाबाटै हो नि त खोलाबाटै छ नि त ठ्याक्कै बाटो होइन बाटो खोलाबाटो छ अनि त्यहाँबाट त्यहाँबाट चाहिँ त्यही देखिँदैन कि अगाडि गएको थियो कि सेकेन्ड मुभी चाहिँ भ्लग नबनाइरहेको पानी फेरि ट्याक्क माथि अगाडिबाट मान्छेले हेरेर हाँस्थ्यो भनेर पुरा भने कि लाज लाग्ने नि त। अब मान्छेको अगाडि त अलिकति बनाउने बानी छैन होइन त्यस्तै कुनो गएको छ एकान्त ठाउँ त्यही बनाउने गरेर अब यसरी बनाउँदै गयो भने त केटा हो तिमीहरूले 2 दिनसम्म पनि मेरो भ्लग हेरेर भ्याउँदैन होला हौ। त्यो पनि मुजी सबैले हेर्न त हेर्दैन होला हेरि चाहिँ 2 दिनसम्म हेर्न भ्याउँदैन होइन त्यही भएर मैले छोटो मिठो क्लिप हाल्छु क्या। अब त्यही हो बाटो दामी छ बाटो चाहिँ बवालै छ लमसिङ आउनको लागि चाहिँ सर्टकट पनि भयो आनन्दले यस्तो सानो झर्नेर पाइन्छ मजाले केटा हो। अब म ट्याक्क अगाडि त्यहाँ अहिले त खोलानिर गएर चाहिँ खोलानिर पुगेर एउटा देखाउँछु ट्याक्क मैले अघि भनेको ट्याक्क त्यो खोलाको चाहिँ यही हो क्या खोला चाहिँ यो बर्खामा चाहिँ लास या हुन्छ यो बाटोमा चाहिँ अझै काम भइरहेछ होइन देख्न सक्छ होइन। अब अहिले त नबन्ला यो लाग्ला 1 वर्ष नै लाग्ला नि यो पुल बनाउनु त। यो मेरो पछि एउटा भाइ छ यहाँ बाटोमा भेटाएँ अघि भेटाएँ भन्दा पनि अब त्यो माथि उसको घरसँग लगिदिनु कहाँ हो भाइ घर चाहिँ यहाँ माथि हो भाइ र म चाहिँ ट्याक्क जाँदैछौँ भाइलाई पनि बिच बाटोमा छोडिदिन्छु मैले त्यहाँदेखि पनि यो बादल माथि हुँदै पछाडि जान्छ है त। अब एकपल्ट माथि गएर भेटौँ ल अब ट्याक्क लगाएर अब चाहिँ हामी पानी खानु ठाउँमा आइसक्यौँ होइन अब पानी खान्छौँ अनि त्यसपछि जान्छौँ एकदम अर्ग्यानिक चिसो मुल बाहिर छ पानी खानु दाइ पानी खाइदिउँ न बोतलमा चिसो पानी खायो अब हामी पनि अब ट्याक्क लाग्छौँ ए भाइ चाहिँ गरम बिस्कुट खाँदै बसियो होइन निकै भोकर आएको छ अब त्यही हो ट्याक्क म सिक्छौँ अनि बाटो लागौँ केटा बाटो लामो छ अझै पुग्नलाई धेरै माथि छ त्यो आउँदाखेरि चाहिँ यो बाटोमा चाहिँ पानी खान चाहिँ नबिर्सौँ है चट्टर आयो भाइ मजाले हाम्रो करुन जस्तो रहेछ कि भाइ करुन जस्तो यता बाबु ठ्याक्कै करुन जस्तो छ है भाइ ल केटा मुक्सुम त यो अब जान्छौँ त्यही हो हामी उहाँबाट आएको के भयो जुन पनि भनेको चाहिँ पानी हुँदो रहेछ ल अब चाहिँ लाग्छ चिसो पानी चाहिँ खाना आमै यहाँ ट्याक्कै भाइले पुरा बिस्कुट र पानी गम खायो के भाइको नाम चाहिँ समीर के समीर परियार हो के हो ल केटा अब चाहिँ माथि गएर भेटौँ ल कहाँ भेटौँ ल भन्दा तिमीलाई दामी ठाउँमा भेटाउँछु अब चाहिँ एकदम अनौठो ठाउँमा त्यहाँ पुगेपछि भिडियो बनाउँ ल केटा तिमीहरूलाई यसो पनि दामी ठाउँ देखाउँछु भन्थेँ नि टाढा लागिसक्यो होइन हिँड्नपट्टि यो देख्न सकिन्छ टक्क यो भइहाल्यो होइन सेल्फी डाँडा यो हो कि सेल्फी डाँडा भनेको यही हो होइन केटा हो अब स्कुटर ठोक्नु पऱ्यो अब
अब त्यो यहाँ फोटो त खिच्न मन लाग्यो मुझे कोही छैन कि फोटो खिचिदिने नि मैले स्ट्यान्ड राखेर भने खिच्छु होला है डाँडो चाहिँ यस्तो क्या दामी छ नि होइन ठाउँ त यस्तो बबाल छ कि आउँदाखेरि चाहिँ त्यो डाँडाको जुच्चामा बसेर फोटो खिच्न चाहिँ नबिर्साएको केटा हो त्यही हो अब चाहिँ म बिस्तारै लाग्छु एकछिन बस्छु होला फोटो खिच्यो नि यसलाई हेर्दै भयो भने बस्छु होला नि म भाइ यो हात आयो कि मैले साइडबाट यो मैले सामुन्ने आएर हो क्या यार यहाँ डाँडामा चाहिँ पगडा हो यो एकछिन भयो भने फोटो खिच्छु नि नभए लाग्छु म बिस्तारै लगडा हो अलिअलि फोटो सुट नि भयो अब फोटो चाहिँ यस्तै हो सिङ्गल भएपछि होइन एक्लै भएपछि यस्तै हो फोटो खिच्ने अस्टै पसिना आयो कि गर्मी भएर अब जान्छु म है यस्तो पोजमा हानेको होइन ट्याक्क भिडियो ठाउँ यही हो अहिले पनि देखाइसकेँ मैले दामी छ आयो भने चाहिँ अब चाहिँ म जान्छु यार अहिलेसम्म घर पुगिसक्यो थिएँ मैले भिडियो बनाउने सुरुमा अहिलेसम्म यहीँ छु अब वहीँ गएर भेटौँला है त गडा हो वहीँ गएर भेटौँला भन्दा लमजुङतिर पुगेपछि भेटौँला अब त्यस्तो ठाउँ पनि छैन काहीँ पनि अब सिधै माथि गएर भेटौँला अब त्यो चार्ज पनि छैन फोनमा अब चाहिँ म निस्केको है त के हो यहाँ चाहिँ एउटा डेन्जर के अरे यो डाँडै खसियो क्या पहिरो आएर क्या पर्खानको बेलामा के गर्ने बेलामा बाटो बनाउँदै खसेको पहिरो क्या देखाउँछु केटाहरू होइन फेरि यताबाट आउने बेलामा पनि अलिकति फेरि यो बाटोहरू पनि सोध्दै आउनुपर्छ कि उनीहरू त पहिरो गरेर बसिरहेको हुन्छ नि त पहिरो चाहिँ हो त्यो माथिको त्यो हो क्या डाँडै खसिरहेको देखायो नि होइन पुरै माथिबाट खसिरहेको क्या डाँडै तलसम्मै छ होइन त्यही हो उताबाट आउँदा पनि एकचोटि सोधे हुन्छ होइन गाडीहरू आउने जाने भइरहेको छ भने त आउँदा पनि हुन्छ उता भुटौडा त पेसातिरबाट अब यता पहाड जाने बेलामा आउँदाखेरि पनि उतै सोधेर आएको त्यहाँ फेरि यत्रो बाटो आएपछि बिचमा आएर अलपत्र पर्नु नि होइन त्यही भएर सोधेर आएको राम्रो हुन्छ त्यही हो त्यही देखाउन खोजेको अरू के होइन अब चाहिँ उतै गएर भेट्छु होला फेरि आफ्नो ठाउँतिर अलिक बनाउनु लाग्छ कि मलाई त्यही भएर अब जान्छ यहाँबाट अब घरमै घरतिर गएर भेटौँला है त त्यही हो म चाहिँ ट्याक्कै घर आइपुग्नु है आजको लागि चाहिँ मेरो भ्लग यही नै यति नै हो होइन तपाईँले माया देखाइदिनु त्यही हो केटा हो अब नेक्स्ट भ्लगमा भेटौँला जस्तो धन्यवाद।